तुम्मा तुम्मा याक्थुङ पाँदङ अर्थात् लिम्बू भाषामा तुम्मालाई तुम्मा भनिन्छ। नेपाली भाषामा तुम्मा भनेको उमेरले अनुभव कार्यले एउटा ज्येष्ठताको हिसाबले जेठो अथवा जेठी हुनु भनेको हो। अंग्रेजीमा यसलाई हामी टु बी ओल्ड इन एज एन्ड सुपेरिटी, उमेरले पनि एउटा प्रतिष्ठा अनुभवको आधारले पनि जेठो अथवा जेठी हुनु। हामी के भन्छौँ भन्दाखेरि म जेठो छु भन्दाखेरि तुम्मा, आङ्गा तुम्मा, म उमेरले जेठो अथवा जेठी छु भन्ने हुन्छ। आङ्गा तुम्मा भनेको पद प्रतिष्ठाले पनि म सिनियर छु, अघि छु, जेठो अथवा जेठी छु भन्ने हो। यही हिसाबले हुने तुम, उहाँ जेठो अथवा जेठी हुनुहुन्छ। हुने तुम, अब त्यसै गरेर तपाईं उमेरले जेठो अथवा जेठी हुनुहुन्छ भन्दाखेरि चाहिँ खेने केदुम अथवा हेने केदुम भन्नुपर्छ। एउटै हो, हेने केदुम भन्नु र खेने केदुम एउटै हो। हेने भनेको तपाईं, खेने भनेको तपाईं। तपाईं जेठो हुनुहुन्छ अथवा जेठी हुनुहुन्छ भन्दा हेने केदुम अथवा खेने केदुम भन्नुपर्छ। तर यहाँ जेठो अथवा जेठी भन्नाले मैले अघि भने जस्तै उमेरले, पद प्रतिष्ठाले, अनुभवले भन्ने बुझ्नुपर्छ। त्यसै गरेर उहाँ भनेको एक पुरुष वा एक स्त्री, उहाँ जेठो अथवा जेठी हुनुहुन्छ भन्नु पर्दाखेरि हुने अथवा खुने तुम, हुने तुम अथवा खुने तुम भन्नुपर्छ। हुने तुम अथवा खुने तुम भनेको उहाँ जेठो हुनुहुन्छ अथवा उहाँ जेठी हुनुहुन्छ। फेरि नबिर्सिने कुरा के हो भन्ने, उमेरले जेठो, मान प्रतिष्ठाले जेठो, काम अनुभवको हिसाबले जेठो भन्ने हो, जेठो अथवा जेठी। अब म जेठो छु अथवा जेठी छु भन्नु पर्यो भने आङ्गा तुम्मा, आङ्गा तुम्मा, म जेठो छु अथवा म जेठी छु। अब यो दुई वचनतिर जाउँ। हामी दुईजना जेठा छौँ अथवा जेठी छौँ भन्नु पर्यो भने आन्सिगा, आन्सिग्या, आन्सिगे भन्छौँ। अहिले हामी यसरी नै सिकौँ। हामी दुई भन्दा लिम्बू भाषामा आन्सिग्या, आन्सिगे, आन्सिगा भन्छौँ। त्यसो भए आन्सिगा तुमसिगा, हामी दुई जेठो छौँ अथवा जेठी छौँ। तपाईहरू दुईजना जेठो अथवा जेठी हुनुहुन्छ भन्दा हिन्छी, हेन्ची, हिन्छी भन्छौँ। तपाईहरू दुईजना भन्दा हेन्ची केदुम्सी, तपाईहरू दुईजना जेठो अथवा जेठी हुनुहुन्छ। अब उहाँहरू दुईजना, उहाँहरू भनेको दे, बट टु इन नम्बर, दुई, हुन्छी तुमसी, उनीहरू दुईजना जेठो छन् अथवा जेठी छन् भन्नुपर्छ। तुलना पनि गरौँ। हेने आङ्गानु
केदुम, तपाईँ म भन्दा जेठो अथवा जेठी हुनुहुन्छ। आङ्गा हेनेनु तुम्मा, म तपाईँ भन्दा जेठो छु। हुने अथवा खुने, आङ्गानु तुम, उहाँ म भन्दा जेठो हुनुहुन्छ, आदि इत्यादि।